हार्दिक एउटा आत्मीयता विशेष गरी आज अत्यन्त एउटा खुसियालीको दिन हामी अत्यन्त हर्षित यस माध्यममा छौँ कि हामी भोक राख पाठालाई पहिला राख अब एउटा बाल्टीमा ज्योतिलाई लिने ज्योतिलाई लिने बाल्टीमा धुप राख्ने पहिला बल्ले पाठामा छाउनी र त्यसलाई लिने पाठामा छाउँदै आएको बेलामा नमिल्ला फेरि यसरी यो ख्याल गर्नु पर्यो र विशेष गरी अब हामीले हिजो जान्दादेखि हाम्रा बुवाहरूले त्यो पूजा गर्नुहुन्थ्यो त्यति बेला पनि हाम्रो यो मन्दिरको अवस्था यस्तै थियो र परिष्कृत हुँदै गएको छ, समयको विकास हुँदै गएको छ। यो विकासको क्रममा हामीहरूले यसलाई जुन ढङ्गले परिष्कृत गर्दै लानु पछाडि परेका छौँ। हामी सबैको भावना के छ भन्दाखेरि यसमा आमूल परिवर्तन आउनुपर्छ। यसमा हामीले कसले के गर्नुपर्छ को गर्नुपर्छ भन्ने किसिमको आवाज सबैतिरबाट बुलन्द भइरहेको छ र यसै सवालमा